हाम्रो ट्रेन पनि आइपुग्यो अब हामी त्यही जानु आँट्या तर यस्तो खतरा ट्रेन आयो भने हाम्रो सिट चाहिँ छैन हेलो ओस् आज त हामी कहाँ जाँदैछौँ रे स्टोरी भयो यहाँ रहेछ हामी आज जेजु जेजु ल अब जेजु जाँदैछौँ अब त्यही हामी जाँदैछौँ आज के हो कस्तो गोरो देख्छु त वेदर पनि आजको टक्क नाइट भ्यूको बवाल छ ल अब हामी त्यही लाइनमा छौँ यहाँ त जे कुरा नि लाइनमा अब बोस कस्तो लागिरहेछ त जाडो लागिरहेको जाडो लागिरहेछ कपाल काटेर बोस हिरो आज ल अब त्यहाँ हामी जाँदैछौँ यसरी उभिएर जानु परिरहेछ मान्छेहरू यसरी उभिएर बसिरहेछ ल केही छैन सी यू इन सोल स्टेसन पुग्यौँ अब सोल स्टेसनबाट गिम्पो इन्टरनेसनल एयरपोर्ट जाँदैछौँ सो बिजी छ लास्ट जाडो भइरहेछ लास्ट लाइन लास्ट लाग्नु पर्छ यहाँ पनि अब त्यही एयरपोर्ट रोड जाँदैछौँ Seoul Station. सोलबाट चाहिँ डाइरेक्ट अब गिम्पो जाने एयरपोर्ट पाइन्छ अनि अब यो चाहिँ अलिक अन्डरग्राउन्डमै छ किनकि धेरै तल छ लाइक धेरै लास्टै धेरै अन्डरग्राउन्ड छ अब त्यही चेक इन पनि भइसक्यो सिक्युरिटी पनि पास भइसक्यो अब गेट नम्बर आई सरी गेट नम्बर 16 मा जानुपर्ने छ पर्दैन गेट नम्बर 16 लास्ट ठुलो छ यार प्लेन त 54. Thank you.
Excuse me. अब चाहिँ प्लेनमा चढिसक्यौँ अब चाहिँ लगभग 8 बजेको कति बजे बोस् 7:30 7:39 भइसक्यो अब चाहिँ 8 बजे तर इभन इफ इट्स डोमेस्टिक एयरलाइन्स इट्स भेरी ह्युज लास्ट चाहिँ Boeing 777. We finally landed in Jeju now. Over. Come to Jeju. ट्याक्सीको लाइनमा छौँ ट्याक्सी वेट गर्दैछौँ लास्टै लामो लाइन चाहिँ ट्याक्सीको यु क्यान सी फाइनल्ली अब हाम्रो टर्न आउँछ जस्तो छ एकजना Right now we are going to Dongmunsijiang, Jeju Dongmunsijiang. हामी त्यही यतिखेर आउँदाखेरि त्यही लाइक रातिको 10-10:30 भइसक्यो थियो सबै कुरा बन्द हुन लागेको थियो त्यही भएर मान्छेहरू पनि कम थियो त्यही भएर फर्स्ट दिनमा चाहिँ खासै त्यस्तो केही भएन नेक्स्ट डे चाहिँ बबालै मान्छेहरू हुन्छ सो आज चाहिँ यत्तिकै हिरो मात्रै यार बस हामी आउँदा खुट्टा राख्ने ठाउँ थिएन हो भइसकेको छ त पसैले यति मात्रै एरिया हो क्या हो खाना खाने एरिया परसँग अहिले चाहिँ लाइक अब हामी चाहिँ अलिक ढिलो भएर लाइक क्लोज हुन आँटे जस्तो क्लोज भइसकेको छ म्याक्सिमम मोस्ट अफ द सब बन्द छ यु क्यान सी बिकज 7-8 बजे आइपुगेको भए त यहाँ त खुट्टा राख्ने ठाउँै हुन्न थियो अरे सब बन्द छ तर पनि एक राउन्ड हानौँ यो चाहिँ फेमस रहेछ नि होस् तर